पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग 2 ख 1421 नम्बरको यात्रुवाहक बस अहिले बिहान 1 बजेर लगभग 15-20 मिनटको बीचमा बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकैबाट त्रिशुली नदीको किनारमा खसेको छ। म घटनास्थलमा आइपुगेको छु। यतिखेर म आफैले हेर्दाखेरि 17वटा डेथ बडीहरू म आफैले भर्खर गनेको छु। यतिखेर अन्य घाइतेहरू कति छन्, अरू कति मानवीय क्षति भएको छ भन्ने कुराको एकिन तथ्याङ्क आउन सक्ने अवस्था छैन। जिल्लाका 3वटै सुरक्षा अङ्ग, स्थानीयहरू सबैको उपस्थितिमा यतिखेर रेस्क्युको काम भइरहेको छ। निकै ठूलो दुर्घटना भएको छ। दुर्घटना पछाडिको उद्धारको कामहरू भइरहेको छ। थप विवरण हामी योभन्दा पछाडि पनि तपाईलाई जानकारी गराउने नै छौं। दुर्घटना स्थलमा रहेको छु। निकै ठूलो मानवीय हताहती भएको हुनाले यतिखेर उद्धारको काम भइरहेको छ। यहाँका स्थानीयवासीहरू, सुरक्षाका 3वटै अङ्ग यो दुर्घटना स्थलमा छ। निकै अप्ठ्यारो ठाउँमा त्रिशुली नदीको किनारमा भएको हुनाले पनि, रातिको समयमा भएको हुनाले पनि यो रेस्क्युको काम निकै कठिन भइरहेको छ। त्यसमाथि सुरक्षा निकायसँग अथवा उद्धार सामग्रीहरू कुनै पनि तहमा पर्याप्त नहुँदाखेरि पनि अलिकति अप्ठ्यारो भइरहेको हामीले महसुस गरिरहेका छौं। थप विवरण फेरि हामी तपाईलाई जानकारी गराउँदै गर्नेछौं।